Hello everyone, Facebook family, friends, welcome to Facebook my channel. म छोटो एउटा आध्यात्मिक भजन सुनाउने छु। कसैले सुन्नु भएको पनि होला, कसैले सुन्नु भएको छैन पनि होला। प्रभु तिम्रो लीला छ अपार, दुनियाँले जानेनौ। प्रभु तिम्रो लीला छ अपार, दुनियाँले जानेनौ। कथानीमा लागेको मानिसले प्रभु तिमीलाई मानेनौ। कथानीमा लागेको मानिसले प्रभु तिमीलाई मानेनौ। कहिले जान्छौ काशी, कहिले जान्छौ मथुरा, कहिले जान्छौ काशी, कहिले जान्छौ मथुरा। दुनियाँले सत्य नाम छोडी पुज्न लाग्यो पत्थरा। हंस हो मानिसको खान, दुनियाँले जानेन। कथानीमा लागेको मानिसले गुरु तिमीलाई मानेनौ। कथानीमा लागेको मानिसले गुरु तिमीलाई मानेनौ। प्रभु तिमीलाई मानेनौ। भजन कस्तो के लाग्यो? सर्वप्रथम माता गुरु, दोस्रो संसार पार तारेर परम धाम पुर्याउने गुरु, जन्म दिएर यो संसार देखाउने माता, र माताले यो संसार देखाउनु भयो, सबै ठुलो बढाउनु भयो, पढाउनु भयो, इतिहास देखाउनु भयो। तर यो पञ्च भौतिक छोडेर गएपछि गुरुको आवश्यक पर्छ। र गुरु पनि अहिले नै गुरुबाट पनि जन्म लिनुपर्छ। आमाको गर्भबाट एकपल्ट, गुरुको गर्भबाट एकपल्ट, दुईपल्ट हामीहरूले जन्म लिनु पर्दो रहेछ। र यो संसार पार तर्ने एउटा दर्बिलो एउटा आड भरोसा गुरु हुन्छन्। गुरुले पार तार्छन्। विभिन्न कोटि नाम जगत में तातेन मुक्ति होय, आदि नाम जो गुप्त जपे बुझेन बिरला कोय भनेको छ। नाना शास्त्र पठेन लोके, नाना देवता पूजनम, आत्मा ज्ञान बिना पार्थ सर्व